लगाइज अब चाहिँ कामतिर हिँडियो है टक्क कामतिर हिँडियो आज चाहिँ मौसम चाहिँ सफै छ अब चाहिँ टक्क यस्तो सेटअपमा होइन टक्क हिँड्यो अब मेरो भटभट यहाँ छ है ट्याक्क स्टार्ट गर्ने हेलमेट लाउने रेडी टु पोजिसन देख्नु भयो नि अब टक्क बाइक होइन गर्दैछ होइन वेलकम छ गाइज त्यसपछि आज चाहिँ बुद्ध जयन्ती थियो आज चाहिँ है अब हामी चाहिँ सर हिँड्यो बाटो लागिसक्यो अब बाटो चाहिँ हामी यस्तो घर लागिन्छ हाम्रो अफिस जाने बाटो हो यो चाहिँ यस्तो ठुलो चौर छ यहाँनिर यो चौरको के कुरा गर्ने जति तारिफ गरे नै सानै छ होइन यत्रो ठुलो चौर बनाएर खेलहरू हुन्छन् कहिलेकाहीँ यहाँ एकदम सन्डे मन्डे जस्तै छ यो स्कुटीले यस्तो कट मात्र गयो नि सातो पुत्लो लग्दै किनभने एउटा वान ह्यान्डमा मोबाइल छ नि त मेरो यस्तो सातै गयो यस्तो भयो क्या मेरो चाहिँ होइन त्यसपछि चाहिँ एकदम डर लाग्यो तर अब चाहिँ हामी फाइनली गन्तव्यमा आइपुगेका छौँ साथीहरू है गन्तव्य अब यहीँनिर हो चाहिँ अफिस आइसक्यो अब काउन्टरमा मान्छे हुनुहुन्छ के काम छ लस आएको नि हो ल काम चाहिँ अब फाइनल भइसक्यो है सुन्नुभयो तपाईँहरूले नि होइन अब काम चाहिँ यसरी सुरु हुन्छ अब चाहिँ केटाहरू आउँछ त्यहाँदेखि टक 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 आफ्नो बाटो लाग्ने हो सबै है त ल हाम्रो अफिस चाहिँ हो हाम्रो चाहिँ रिसेप्सन हुनुहुन्छ उहाँ चाहिँ गाइज भर्याङ बाइक फुल्ली लोडेड भयो होइन हेर्न सक्नु चाहिँ यिनीहरूको फेरि भर हुँदैन क्या आएर ड्याम्मै ठोकिने ड्याम्मै फेरि खत्तम हुन्छ नि त खत्तम भयो नि त खत्तम भइगयो त म चाहिँ अब फर्स्टमा चाहिँ इन्टरनेट जोड्न हिँडेको छु इन्टरनेट जोडिदिन्छु त्यही बाटो एउटा कम्प्लेन हेरिदिन्छु है आजको चाहिँ मेरो त्यस्तो प्लान छ होइन यता जाउँ अगाडि के हुन्छ तल बल सहित नेट जोड्ने ठाउँमा आइयो हाम्रो कस्तो दामी भाग्यो है यो तार चाहिँ अलरेडी छ कि पहिल्यैको त्यही तार फ्याट जोड्ने लाइट पिलिक गरे अब भयो त अब हेर्दा त ठिकै जस्तो देखिन्छ यार रातो बल है हामीले नेट जोडेर यहाँ आइपुग्यो है यहाँबाट जोडे ठिकै है फाइबर हल्का सानो मात्र भयो भटुलाले चाहिँ चापी खोज्दै हो छिटो अब केले खोल्ने हो त बाक्सा खोल्नु पर्ने गाई चापी छैन भयो त अब यहाँको लस चाहिँ आइपुग्यो पोलसम्म है पोर्ट चेन्जर हे पोर्ट खराब भयो कि भनेर होइन नेट नचल्ने गऱ्यो जिरे हो जिप्सनभित्र तारलाई चाहिँ हामीले जिप्सन बाहिरै हाल्यो अब भित्र तार के गर्छ काम होइन यस्तो छ हाल सबै क्यारो ठोकिदिने अरे क्या फाइनल्ली केटा रातो चाहिँ अब निप्छ है मेसिनले एकताबाट जोडेपछि डबल हिट गर्नुपर्छ यसलाई फेरि नत्र भने ठुलो स्लिप छ नि त पग्लिन्न के त्यस्तो छ कहानी चाहिँ यसको नेट जोडेर आइसक्यो है भर्याङ राखिसक्यो त्यहाँ साथीले ल नेट जोडेको यस्तो पैसा दिनुपर्छ है ल अब नेट जोडेर भिडियो बनाएर दिनुपर्ने हो ल विष्णु गइराला विष्णु गइराला ल है त साथी आजलाई चाहिँ अब यो फर्स्ट भिडियो सक्यो सेकेन्ड थर्ड त आउँदै रहेछन् है